बाटो निर्माण ए यताबाट घुमेर जानुपर्ने रहेछ यहाँ बाटो बनाउनु रहेछ म त दोकानी होला भन्दै थिएँ कस्तो राम्रो मकै हो काला युरिया लगाएको त होइन होला यताको चाहिँ यता चाहिँ बनाउँदैनन् हो ए बिस्तारै अन्त बाङ्गेसम्मको चाहिँ एकदम राम्रो छ बाटो नैतिरमा चाहिँ दोकान जाँदैछौँ नि ए त्यहाँ हो दोकान कस्तो राम्रो फुल ए यहाँ त हार्डवेयर जस्तो पनि रहेछ सबै थुप्रो छ नि कस्मेटिक बुकहरू सबै कपी सबै रहेछ यस्तो भयो भने चल्छ सबै थुप्रो चक्रघटीको दोकान यो के को बोटो भैँसको हो किन झम्टेको जा उता झम्टिन्छस् चक्रवर्ती चक्रवर्ती एरिया काम चलेन यहाँ दुःख गरे नै पर्दैन थियो मान्छे आउने बाटो छैन भने नि कस्तो गाह्रो हुन्छ मान्छे आउँदाखेरि अब हामी त बुझ्छौँ भान्जालजुकै भन्नुभयो भने चुप लाग्नु पो खाजा पनि बनाउनु पर्दैन थियो क्या यस्तो गाह्रो हुन्छ नि कहिले त केही नै एउटा एउटा चियापत्ती किन्ने पैसा नि हुँदैन आउने बाटो हुँदा चाहिँ केही हुँदैन कि व्यवहार गर्न पनि सजिलो हुन्छ आउने बाटो छ भने छैन भने चाहिँ भने आफै व्यवहार गर भन्छन् भान्जाले बुढाबुढीले कम्ती सताउँदैन मैले 1 वर्ष व्यवहार गरेर 1 वर्षसम्म चामल किन्न लगाएँ घरको चामल रुच्दैन त मैले व्यवहार गरेँ बारीको सब्जी त रुच्दैन धानको उनीहरू हुँदैन अरे मिठो हुँदैन अरे अनि 1 वर्ष मैले किनेँ त यो काटिहाल्छु मैले व्यवहार गरेँ कम्ती खाएको छन्
सकिनु खोजी यताउता भनेर अनि बारीमा सब्जी सबै थोक लगाउँछ बारीको सब्जी रुच्दैन थियो दुःख दिएको क्या अनि उसले साथ दिने अनि अहिले दुनियाँ देवान गर्दा रिस उठ्दैन मलाई कस्तो राम्रो मकै हो यी पनि हाइब्रिडै होला नि के को उयसमा सानो किसानको पैसा हो कहाँ सानो किसानको के त सानो किसानको पैसा के बचत हो क्या ए पुरान उडाउनुपर्छ क्या ए पुर्याउनु पर्छ बचत के अरे किस्ता बैशाखमा ए बैशाख महिना महिना र बस्ने ए चाउचाउ लिएर आउँदै हाम्रो माइजूले अब चाउचाउ पकाएको भिडियो पनि बनाउँछु अनि खाएको पनि बनाउनु पर्यो घाम लागेको छैन है यो के को फुल हो माइजू कति राम्रो ए पिलरमा ए पिलरमा गएको रहेछ पिलरमा रोपे होइन रहेछ नि त भुइँमा रोपेर ए अन्त पिलरमा रोपेको जस्तो लाग्यो कि अनि यहाँ घाममा